यो पुल पनि यति टाढा छ, एउटा दुईवटा तिनवटा चारवटा, लगभग 4 भन्दा नि अलिकति अगाडि रहेछ है, 4.5 जति अगाडि चाहिँ राखिएको रहेछ। यहाँदेखि नमस्कार दर्शकबिन, डरे मिडिया हाउसमा स्वागत छ। अहिले म गैँडाकोटमा आइपुगेको छु र यहाँको नारायणगढ बुटोल सडक खण्डको अवस्था के छ भनेर चाहिँ म अपडेटमा राख्न गइरहेको छु। र भिरकुटी कागज कारखानाको यो चाहिँ दृश्य देख्न सक्नुहुन्छ। यो भिरकुटी कागज कारखाना यो अवस्थामा छ। त्यसकै नजिक बन्दै गरेको यो चाहिँ बुटोल नारायणगढ सडक खण्ड। यहाँको अवस्था के छ, कति काम भइसकेको छ, के हुँदैछ भनेर चाहिँ म अपडेटको लागि आइसकेको छु दर्शकबिन। हजुर देख्न सक्नुहुन्छ सडकको अवस्था। म छोटो भिडियो मात्रै राख्नलाई आएको हो। यो खासै यो भैरवातिरको बुटोलतिरको यात्राको लागि चाहिँ म आएको होइन, अन्तै जाने कामले आएको। तर छोटो भिडियो बनाऊ भन्ने हिसाबले म चाहिँ यो ठाउँमा आएको हो। र म छोटो भिडियो बनाउँदैछु हजुरहरूलाई, यहाँको बारेमा अलिकति जानकारी राखौँ कि भन्ने हिसाबले मैले बनाउँदैछु। सडक चौडा छ दर्शकबिन, कालो पत्रै भइसकेको छ। यता छेउमा बाँकी छ अझै यो सर्भिस लेन बन्नु बाँकी होला, यता काम हुनै बाँकी छ। यो बनिसके पछाडि बल्ल चाहिँ यो सडकको स्वरूप, आफ्नो स्वरूप चाहिँ दिँदैछ। यो सडकको स्वरूप लिइसके पछाडि बल्ल चाहिँ यो हेर्दा पनि राम्रो देखिनेछ दर्शकबिन। बुटोलको सडकको अवस्था के छ भनेर हामी राख्दैछौँ दर्शकबिन। अवस्था यस्तो छ, काम हुँदैछ र कालोपत्रेको काम मात्रै सकिएको छैन। यो बिचमा पनि गर्नुपर्ने कामहरू बाँकी नै छ भने यो छेउको यो सर्भिस लेनमा यहाँ पनि काम गर्न बाँकी छ। यो यसरी चाहिँ यो मेसिनहरू सबै राखिएको छ, यो काम गर्ने मेसिन। यो अवस्था छ दर्शकबिन सडकको अवस्था भन्दै म चाहिँ अगाडि बढिरहेको छु दर्शकबिन। अवस्था यस्तो छ दर्शकबिन यो ठाउँमा। अब योभन्दा अगाडि पनि लगभग यस्तै नै हो। अब दाउनेमा अलिकति काम बाँकी छ भने त्योभन्दा अगाडि चाहिँ लगभग सडकको अवस्था यस्तै हो भन्दै मैले चाहिँ अगाडिको दृश्य पनि देखाइरहेको छु। सडकको अवस्था यस्तो छ, राम्रो छ, अझै सहज छ। अब यो बाटोमा हिँड्नको लागि तीव्र गतिमा हिँड्न मिल्ने अवस्था छ। अब यो सर्भिस लेनमा पनि यहाँ काम हुँदैछ। गैँडाकोटको यो सडकमा सर्भिस लेनमा पनि अब काम हुँदैछ दर्शकबिन। अब यो कालोपत्रे गर्नुको लागि यो गाडीहरू यो यसरी राखिएको छ र काम पनि गरिँदैछ। यो पेल्ने काम भइरहेको छ, सर्भिस लेनमा काम गर्ने काम हुँदैछ। यसमा छुट्टै दृश्य देखिनेछ भन्न चाहन्छु दर्शकबिन। यो सडक ठुलो बन्नेछ। अब पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटोल सडक खण्डमा बन्दै गरेको यो सडकको अवस्था हजुरहरूले देख्नुभयो। काम हुँदै गरेको अवस्था छ दर्शकबिन। यो नारायणगढ छेउछाउको सडकमा यो बिचको भागमा पनि काम हुँदैछ भने यो छेउमा पनि नालीको कामहरू हुँदैछ। गैँडाकोट साइडको यो चाहिँ सडक हो। यो अब हामी पारी जाँदैछौँ। यहाँको अवस्था के छ भनेर हामी चाहिँ हेर्नेछौँ।
नारायणी नदीको दृश्य। बजारमा बन्दै गरेको यो ब्रिजको अवस्था मैले देखाउँदैछु दर्शक। यो नारायणी नदी र नदीको यो एक साइडमा चाहिँ काम सुरु हुन लागेको छ। अब बिस्तारै सुरु हुँदैछ। यो सिग्नेचर ब्रिज बन्दैछ दर्शक। यो पुरानो पुल हो भने अब नयाँ पुल चाहिँ बन्दैछ। त्यसको लागि यो काम हुनुको लागि बिस्तारै सुरु गरिएको छ। अवस्था त्यो छ अहिले तत्कालको लागि। यसको अपडेटको लागि चाहिँ हामी आएका छौँ दर्शक। नारायण बजारको साइड हो भने यो पारी चाहिँ गैँडाकोट, यो खोलाको साइडमा बन्दै गरेको यो सिग्नेचर ब्रिज बनाउनुको लागि यो काम सुरु गरिसकिएको छ। कामहरू हुँदैछ भनौँ, त्यो अवस्था छ। त्यसको लागि चाहिँ मैले यो यहाँको अवस्था, तत्कालको अवस्था के छ, कस्तो छ अवस्था भनेर चाहिँ म चाहिँ अपडेटको लागि आएको थिएँ। यो बाटो आउँदै गर्दा यो भिडियो पनि राखौँ भन्ने हिसाबले म चाहिँ आएको छु दर्शक। रियलमा चाहिँ त्यस्तो रहेछ क्या। तर त्यहाँ माथिबाट हेर्दा अलिकति मात्रै खोद तालेर अलिकति मात्रै त्यो गरेको छेकेको जस्तो खालको अवस्था देखिन्थ्यो। तर त्यो अवस्था हेर्नु रहेछ निकै भित्र रहेछ। ल मैले यहाँबाट हजुरहरूलाई यो दृश्य देखाएँ। यहाँबाट ल यो किनार यति टाढा छ, अवस्था यस्तो छ। यो पानी एकदम भाव ठुलो छ। ल यति टाढा छ। यो पुल पनि यति टाढा छ। एउटा, दुईवटा, तिनवटा, चारवटा, लगभग 4 भन्दा नि अलिकति अगाडि रहेछ है। 4.5 जति अगाडि चाहिँ राखिएको रहेछ। यहाँदेखि अगाडि पनि धेरै टाढा छ। एउटा, दुईवटा, तिनवटा, चारवटा, 5वटा, 6वटा, 7वटा, 8वटा, 9वटा है। यो 4, 4.5 हो, त्यो 9वटा उता बाँकी 9वटा भने पछाडि तपाईँको अझै डबल बाँकी छ। यो खोला पुरै, यो नदी पुरै चाहिँ पार गर्नुको लागि धेरै टाढा देखिन्छ। तर यहाँबाट हेर्दा थोरै जस्तो लाग्छ। यो छ अवस्था दर्शकबिन, अहिलेको ताजा अवस्था। यो ठाउँमा चाहिँ यसरी अलिकति यता अगाडि बढ्यो त्यो भने यो ठाउँमा अलिकति पछाडि, हल्का पछाडि राखिएको छ। यो माटोहरू चाहिँ यसरी चाहिँ काम हुँदैछ। यो नारायणी सिग्नेचर ब्रिजको लागि यो पुल हो। यो माथिबाट कुदिरहेको पुल, यो पुरानो पुल। यसले पनि धेरै यो बलियो पुल रहेछ। जति भेल आए पनि अहिलेसम्म जस्ताको त्यस्तै रहिरहेको छ। धेरै किसिमको भेलहरू सहेको छ यो पुलले भने अर्को पनि अब पुल बन्दैछ। यो हाम्रो लागि धेरै खुसीको कुरा हो। सडकको अवस्था पनि हजुरहरूलाई मोटामोटी हामीले देखायौँ। सिग्नेचर ब्रिजको बारेमा जति जे हामीले यहाँको वस्तुस्थिति, तत्कालको वस्तुस्थिति मात्रै हामी चाहिँ निहाल्ने गर्दछौँ। त्यो चाहिँ हामीले देखायौँ दर्शकबिन। अब यता पनि धेरै नै अगाडि यो पुलको मुनि जानलाई अब धेरै नै अगाडि छ है। यो चाहिँ अवस्था छ। यहाँ धेरै स्पेस छ। यसरी चाहिँ बन्दैछ यो पुल भन्न चाहे दर्शकबिन। नारायणी नदीमा बन्दै गरेको सिग्नेचर ब्रिजको अवस्था यो अहिले बन्दै गरेको छ। यो सिग्नेचर ब्रिज, त्यसको लागि चाहिँ यहाँको अहिलेको तत्कालको वस्तुस्थिति के छ भनेर चाहिँ मैले छोटो अपडेट राख्न चाहे दर्शकबिन। यो एउटा ठुलो ठाउँ छ र एउटा, दुईवटा चाहिँ यहाँ खाल्टो पारिएको छ। यो अवस्था छ अहिले तत्कालको भन्दै आजको यो भिडियोबाट म लोकदरे पनि बिदा हुन चाहन्छु। नमस्कार।